Hello guys, welcome back to my channel on Mr. Mukia's vlog. तो आज चाहिँ हामी चाहिँ जाँदैछ खोला है रे खोला रिभर साइड अन्त उसमा पनि रेडी हुँदैछ हो यहाँ चाहिँ हाम्रो चाहिँ स्टफ चार्ज यतिकै छ सो अन्त यहाँ चाहिँ अब हाम्रो झालमुरीको सामान हो के अब मकै पनि छु घरबाट ल्याएको छ छुरीहरू बोकेको छ यो मक्टु हो भइहाल्छ त गाइस यस्तै छ आज चाहिँ अब हामी चाहिँ हिँड्नु आँटेको आज चाहिँ दिन चाहिँ यस्तो छ है गाइस दिन चाहिँ यस्तो छ पुरै सनी हो हिजो नि सत्यमाको छुट्टी थियो हो अन्त आज नि छुट्टी थियो नि त हिजो जानु आँटेको थियो हिजो चाहिँ फेरि दिन अलिकति दिनले साध्दैन हो हिजो अलिकति रुन्छे टाइपको भएको थियो सो आज चाहिँ त्यही भएर अन्त सन्डे पनि पऱ्यो हो अन्त अब हामी चाहिँ जानु आँटेको गाइस अब बाटोमा भेटौँ है गाइस गाइस हामी चाहिँ हिँडाइ चाहिँ यस्तो छ हो यताबाट सबै सर्टकट हो नि त अन्त त्यही भएर चाहिँ अलिकति है अम्बो घाम चाहिँ यस्तो छ नरज भाइ आउँदैछ मैले हालेछु त अघि नै अहिले अघि हालेछु दा किन कहाँ गयो हामी चाहिँ माथिबाट आएको गाइस तपाईँ यस्तो गाडी उपर छ म चाहिँ यहाँ छु यहाँ पछाडि चाहिँ एकजना छ होइन अन्त हामी चाहिँ आज 3 जना गएको कहाँ भन्दाखेरि चाहिँ रे खोला गएको अरे आज चाहिँ भर्खर रुमबाट निस्केर हिँडेको अन्त भेट्दै गरौँ गाइस बाटोतिर के हुन्छ के हुन्छ देखाउँदै गर्छ तपाईँलाई आजको दिनमा टिल देन स्टे ट्युन बाइ बाइ ल गाइस अहिले यो प्रेडिटर हो चिसो गरम भएर त्यसकोबाट यस्तो छड्को पर पुरा त अलिक परबाट त मुनि आउनु पर्दैछ अझै मुनि आउनु पर्छ नि यस चाहिँ सुपर यो गान्तोक हो यहाँबाट चाहिँ गान्तोकको भ्यू चाहिँ यस्तो रहेछ ए रे खोला चाहिँ यस्तो रहेछ तर यहाँबाट चाहिँ हेर्नुहोस् है गाइस च्यु हुँदैछ नि त यहाँबाट च्यु हुँदैछ गाइस यहाँ चाहिँ दामी रहेछ गाइस तर मकै पोलेर खाने जग्गा जानुपर्ने हो त ल गाइस त अहिले चाहिँ हामी चाहिँ रे खोला आएको थियो होइन अन्त प्लानिङ बिहानदेखिको त्यही थियो तर अहिले चाहिँ के भयो भन्दा नि यहाँ आएको त्यस्तो लोकेसन मन परेन केटाहरूलाई हो अन्त मलाई पनि मन परेन सो त्यही भएर अब चाहिँ हामी चाहिँ अर्कै जग्गा जाँदैछ रानी पुलदेखिको अलिक पल्लोपट्टि हो सबै हेरौँ त्यहाँनिर कस्तो रहेछ है ल गाइस अब चाहिँ गएको सामान प्याक गरौँ प्याकअप गाइस प्याकअप हेलो गाइज राइट नाउ चाहिँ हामी चाहिँ के भन्छ आसाम लिन्जे खोलापट्टि जाँदैछ हो अन्त बाटो चाहिँ यहाँनिरको कुछ यस्तो छ रहेछ हो हुँदै रहेछ त्यस्तो डरलाग्दो नराज पनि बोल्छ एकछिन बोल्दै त्यहाँबाट यहाँ पछाडि नराज छ यहाँनिर हाम्रो आजको स्पोन्सर छ हो त्यहाँबाट अन्त नराजलाई के भन्नु छ सो गाइज होइन आज चाहिँ हामी अब आसाम लिङ्चे खोला जाँदैछौँ होइन फर्स्टमा चाहिँ हामी अब रुमबाट निस्केर चाहिँ रे खोला जाने भनेर निस्केको थियो होइन तर त्यहाँनिर चाहिँ अब त्यस्तो लोकेसनहरू थिएन नि त
त्यो भएर चाहिँ अब हामी लोकेसन खोज्दै जाँदैछ हो। अहिले चाहिँ आसाम लिङ्चेको बाटोमा छौँ र अब हेरौँ अगाडि के हुन्छ, तपाईँहरूलाई अपडेट दिँदै गर्छौँ। स्टे ट्युन्ड। गाइस अब खोला चाहिँ दामी पायो त हो, खोला चाहिँ दामी पायो तर लोकेसन चाहिँ त्यस्तो पाएन, धुवाहरू चाहिँ राम्रो पाएन। ठिकै छ, आइपुगेको छ हामी चाहिँ हो, आइपुगेको छ गाइस। अब झालमुरी बनाउँछ, ढुङ्गा उयो खोज्नु पऱ्यो नि, अब दाउराहरू दाउराहरू खोज्नु छ नि, अहिले खोजिहालौँ है, नभए अल्छी हुन्छ नि है। यहाँ चाहिँ हाम्रो सत्यम र दान आउनु हुँदैछ होइन। म चाहिँ अब के भन्छ, मलाई चाहिँ हल्का कोल्ड भइरहेको थियो नि त, त्यो हुँदाखेरि चाहिँ म आज चाहिँ अब पानीमाथि पस्दिनँ हो। यस्तो छ भ्यू चाहिँ होइन, मजाले छ, घाम पनि मजाले लागिरहेको छ होइन। अब हामीले धेरै यहाँनिर सामानहरू पनि ल्याएको थियौँ नि त, अब वाटरमेलन काटेर चाहिँ त्यहाँबाट दाउराहरू पनि खोजिहाल्यो, अलिअलि घाममा सुकाउनुलाई राखिदिएको छ। घरबाट मकै पठाइदिएको थियो, त्यो मकै पनि ल्याइरहेको छ नि त। अब आज त्यही यहाँनिर खोलेर हो, खोला चाहिँ यस्तो छ। खरबुजा कटिङ लक्की भएछ है छानेको चाहिँ। यहाँ हालिहाल्नु खबर। हालिहाल्नु गम्लङ गर्दैन। र अहिले यहाँ फिलहाल चाहिँ झालमुरी बनाउन आँटेको छ होइन। यहाँ प्याज पनि छ, टमाटर पनि छ होइन, निम्बु खोर्सानी, चपिङ बोर्ड पनि रुमबाट लिएर आएको थियो। हामी चाहिँ अहिले यहाँ अघि भर्खर खोलामा पसेको, तर पनि एकैछिनमा यत्रो डरलाग्दो घाम लागिरहेको छ कि गरम, एकैछिनमा गरम भइहाल्छ। जिउहरू तातेर कपालहरू सुक्खा सुक्खा भइसक्यो। झालमुरी मेकिङ, झालमुरी मेकिङ। गाइस हामी चाहिँ मकै खाँदैछ अहिले हो, मकै। ल त गाइस, थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो है। त आज आउँदैछ भिडियोजहरू, आजै आउँछ। सो त्यही हो गाइस, यु लाइक दिस भिडियो प्लिज कमेन्ट बिलो है, अन्त सेयर सब्सक्राइब गरिदिनु नमिल्नु। सो थ्याङ्क यू सो मच। अर्को मिस्टर मुखियाको ब्लग आज आउँदैछ है गाइस। ओके बाई बाई गाइस। आगो निपिसकेको छ हो, अझ हामीले मकै पुली खायो। लु लेट्स गो। लु एन्डिङ दे, एन्डिङ दिइहाल। आज चाहिँ मजा आयो सो होइन। होप तपाईँहरूलाई मजा लाग्यो होला यो भ्लग हेर्नु होइन। अन्त त्यति नै हो, मजा आयो। तिमी पनि भन्थ्यौ अब फर्स्टमा त होइन हामी अर्कै जग्गा जानुको लागि निस्केको थियो होइन, तर अब यहाँ आइपुग्यो, पानीले पनि भेट्यो, तर एकदम मजा आयो होइन। छुरी चाहिँ यहाँ Thank you so much guys for watching this video.